हेलो फ्रेन्ड्स, हामी म गुड मर्निङ हैन। आज चाहिँ हामी फेरि पनि आलु खन्नु जाँदैछु है। आसन ल म सुकसिङ म आज आज है। हिजो अलिक सकेन नि भाइ, अब आज छ नि, आज दाको बारी। ल आज देखाउँछु ल म तपाईँलाई आलु। अब चाहिँ म आलु बारी आइपुग्यो। पर्खन्दै छ खेल्लाहरू आलु। के गरेको फेरि हट बोजूले त त्यो टाल्न दिनु जम्मै छोरे अब के अब चाहिँ हाम्रो खाजा खाने टाइम भयो है। खाजा पठाइदिएको छ। खाजा चाहिँ मोमो, वाउ, कोक पनि छ, फेन्टा चाहिँ खाइसक्यो। दाजे आलु चाहिँ यहाँसम्म पुऱ्याइसक्यो खनेर हो। अन्त खेताहरू चाहिँ अब खाजा खानु बस्यो। सबैजना हेर्नुहोस्, आज दिन पनि दामी भएको छ। यार उखानै छ नि, अनि रोपिराखेको फल्छ भन्छ नि, उखान छ नि है। रोपिराख्यो फल्छ भन्छ नि, हेरेछ नि होइन पारा त हेर्नु त। ल आलु चाहिन्छ मलाई कल गर्नुहोस् है तपाईँहरू। 40 रुपियाँ केजी हो। सो फाइनली अब चाहिँ है आलु खनिसकेर अब घरतर्फ लाग्दैछु होइन। आज चाहिँ गलेर हत्तुदेखि हैरान भए। काँटा बोकेर अब हिँडेकै म चाहिँ घरतिरै आलु खनेर सकेर हिँडेकै। अब अलिक दिनबाट मटर पनि छिपिन्छ है, मटर पनि जानुपर्छ हो। आलुको लन्ठो चाहिँ सक्यो होइन। बस्तीमा बसेपछि काम भने चाहिँ कहिले सकिँदैन है। लास तल जाँदैछ गजेङ आएको, तल जाँदैछ बोकेर। ल बाबाई। गजेङ आएकोले यहाँ आलु बोकेर हिँड्दैछ आलु खनिसकेर। जाउँ गजेङ, हाम्रो गजेङ आएको। हाम्रो गजेङ आएको चाहिँ एकदम एक्टिभ छ काम गर्न चाहिँ, साह्रो फुर्तिलो छ कामसाम गर्न चाहिँ। आलु बोक्दैछ अहिले। ठुलो केटा चाहिँ आलु बोकेर हिँड्दैछ। फेरि भन्नु देख्दा यस्तै छ जिन्दगी हो। जिन्दगी यस्तै छ नि। यो चाहिँ हाम्रो फाल्टो किङ हो, रङ किङ है। अनि आज चाहिँ मेरो चाहिँ आलु खन्नु थियो है। आलु खनेर सकेर चाहिँ घरतिर लाग्दैछु। आलु पनि हाम्रो अघि नै 2-3 बरा लगिसक्यो। अहिले चाहिँ यति